राष्ट्रिय स्वतन्त्र पार्टीले 2082को चुनावको लागि आफ्नो वाचापत्र बाहिर ल्याएको छ। ल, आज यसमा के कस्ता मुख्य कुराहरू छन् त्यसको चिरफार गरौँ। यो डकुमेन्ट सुर्खेतमा सार्वजनिक गरिएको हो र पार्टीले यसलाई वाचापत्र भनेको छ। अझ रमाइलो त यसको उपशीर्षक छ थिति बसाल्ने सङ्कल्प। सुन्दैमा लाग्छ देशमा एउटा नयाँ सिस्टम नै बसाल्न खोजिँदैछ। अब यो हेर्दाखेरि वाचाहरूको एउटा लामो लिस्ट मात्रै होइन है। खासमा यो त देशको नीति कता लैजाने भनेर तयार पारिएका 100वटा आधारहरू हुन्, जसले पार्टीको आउने दिनको बाटो कस्तो हुन्छ भन्ने देखाउँछ। यी 100वटा आधार त भए, तर तीमध्ये एउटा यस्तो वाचा छ नि जसले अहिले सबैको ध्यान तानेको छ। आखिर के होला त त्यो सबभन्दा ठूलो वाचा? ल, आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? हामी हेर्नेछौँ पार्टीको त्यो नयाँ वाचा के हो, सुशासन र भ्रष्टाचारको बारेमा के भनिएको छ, आर्थिक रूपान्तरणको लक्ष्य कस्तो छ, संविधान संशोधनको प्रस्ताव के छ र अन्त्यमा आम नागरिकका लागि के वाचाहरू गरिएका छन्। ल त, सुरु गरिहालौँ पहिलो खण्डबाटै। 1. नयाँ वाचा। आखिर के हुन् त रासपपाका मुख्य प्रतिबद्धताहरू? आउनुहोस् बुझौँ। अब लागौँ दोस्रो खण्डमा, र सायद यो वाचापत्रको सबैभन्दा महत्त्वपूर्ण हिस्सा पनि यही हो, सुशासन र भ्रष्टाचार छानबिन। देखिन्छ कि वाचापत्रको मुटु नै भ्रष्टाचार विरुद्धको अभियान हो। खास गरी राजनैतिक संरक्षणलाई जरैदेखि उखेल्ने कुरा गरिएको छ। हो, यही हो त्यो वाचापत्रको सबैभन्दा बढी चर्चामा आएको र शक्तिशाली प्रतिबद्धता। 2046 सालपछि जति पनि उच्च पदमा बसेका नेता र कर्मचारी छन्, उनीहरू सबैको सम्पत्ति छानबिन गर्न एउटा एकदमै शक्तिशाली आयोग बनाउने। अनि यो छानबिनको दायरा पनि सानो छैन है, 2046 सालदेखि लिएर आजको दिनसम्म। मतलब गएको 3 दशकभन्दा बढी समयका सबै ठूला राजनीतिक पात्रहरू यो दायरामा पर्ने भए। त्यो शक्तिशाली आयोग बनाउने कुरा त छँदैछ, तर सँगसँगै अरू पनि वाचाहरू छन्, जस्तै विकासमा बाधा पुर्याउने पुराना कानूनहरू खारेज गर्ने, सरकारी निकायहरूमा हुने दलीय भागवण्डा र नियुक्तिलाई बन्द गर्ने, अनि राज्यको हरेक संयन्त्रमा पारदर्शिता ल्याउने। ओके, अब तेस्रो खण्डमा जाउँ, जुन हो आर्थिक रूपान्तरणको लक्ष्य। सुशासनको कुरा त भयो, अब त्यसकै जगमा यो वाचापत्रले आउँदो दशकमा देशको अर्थतन्त्रलाई नै कायापलट गर्ने एउटा महत्त्वकांक्षी लक्ष्य बोकेको देखिन्छ। पार्टीको पहिलो आर्थिक लक्ष्य हो देशको आर्थिक वृद्धि दरलाई स्थिर मूल्यमा हरेक वर्ष कम्तीमा 7%ले बढाउने। सोच्नुस् त, यदि यो लक्ष्य साँच्चै हासिल भयो भने देशको आर्थिक अवस्था कति माथि पुग्ला। त्यस्तै अर्को एउटा ठूलो लक्ष्य छ अबको 5 देखि 7 वर्षभित्रमा प्रति व्यक्ति आयलाई $3000 पुर्याउने। यो अहिलेको अवस्थासँग तुलना गर्दा त निकै ठूलो फड्को हो। यी सबै प्रयासहरूको अन्तिम उद्देश्य के हो त? त्यो हो 1 दशकभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको देशको रूपमा चिनाउने। रासोपाको आर्थिक भिजनको सार नै यही हो। ल, अब लागौँ चौथो खण्डतिर, संविधान संशोधनको प्रस्ताव। रासोपाले खालि नीतिगत सुधारको कुरा मात्रै गरेको छैन, देशको पुरै शासन प्रणाली नै बदल्नका लागि संविधान संशोधनकै प्रस्ताव अगाडि सारेको छ। उनीहरूले प्रस्ताव गरेका परिवर्तनहरू निकै ठूला छन्, जस्तै अहिलेको संसदीय प्रणालीको ठाउँमा जनताले सिधै आफ्नो कार्यकारी प्रमुख चुन्ने व्यवस्था, अनि संसद चाहिँ पूर्ण समानुपातिक हुने। अर्को चाखलाग्दो कुरा, सांसदहरू मन्त्री बन्न नपाउने, मन्त्रीहरू संसद बाहिरबाट नियुक्त हुने, र स्थानीय सरकारलाई दलीय राजनीतिबाट पुरै मुक्त राख्ने कल्पना गरिएको छ। अब पाँचौं र अन्तिम खण्ड, नागरिकका लागि के वाचाहरू छन् त? यति धेरै ठूला कुराहरू भए, तर आम मानिसको जीवनमा सिधै असर पार्ने वाचाहरू के रहेछन्? अब त्यो हेरौँ। खास गरी आम नागरिकसँग जोडिएका 3वटा मुख्य वाचाहरू देखिन्छन्। पहिलो, यदि सरकार बन्यो भने 100 दिनभित्रै सहकारीमा पैसा डुबेका पीडितहरूको बचत फिर्ता गर्ने। दोस्रो, विदेशमा बसेर काम गरिरहेका नेपालीहरूलाई भोट हाल्ने अधिकार दिने। र तेस्रो, सबै नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्ने। खैर, रासोपाले अघि सारेका यी वाचाहरू सुन्दा निकै महत्त्वकांक्षी लाग्छन्, होइन त? भ्रष्टाचार छानबिनदेखि संविधान संशोधनसम्मका यी योजनाहरूले साँच्चै नै देशलाई एउटा नयाँ बाटोमा डोर्याउन सक्लान्? यो प्रश्न अब सबैको मनमा उब्जिएको छ।
यदि यी वाचाहरूको बारेमा अझै गहिरिएर बुझ्न मन छ भने स्क्रिनमा देखाइएको यो क्यूआर कोड स्क्यान गरेर पूरा वाचापत्र आफै पढ्न वा डाउनलोड गर्न सकिन्छ।